सन् 2005-6मा भारत, अमेरिका र युरोप सिङ्गो वैश्विक रणनीतिमा एकै ठाउँमा उभिए। इन्डिया मस्ट रिटर्न टु डेमोक्रेटिक अर्डर। त्यही बीचमा राजतन्त्र बेइजिङतर्फ नजिकिँदै गइरहेको, नेपाल अस्थिर बनिरहेको र टेरोरिजम सेन्सिटिभिटी बढिरहेको उनीहरूको बुझाइ थियो। दिल्लीको मध्यस्थतामा भएको 12 बुँदे समझदारी र त्यसमा वाशिङटनको सपोर्ट, त्यसपछि युद्धको अन्त्य निश्चित हुन पुग्यो। सत्य यही हो, युद्धमा सहभागीहरू नेपाली नै थिए, तर शान्ति बाह्य शक्तिहरूको गठजोड पछि आयो। युद्धको पीडा, सङ्घर्ष, विनाश सबै नेपालीकै थियो, तर सिज फायर कहिले गर्ने, कसरी गर्ने, कसको सहमतिमा गर्ने र कुन वातावरणमा गर्ने, यी सबै कुराहरू नेपाल, इन्डिया, युएसए र चाइना सबैको द्विपक्षीय र बहुपक्षीय अलाइनमेन्ट पछि मात्र सम्भव भयो। नेपालले शान्ति चाह्यो, तर शान्ति सम्भव हुने अन्तर्राष्ट्रिय वातावरण बाह्य शक्तिहरूले बनाइदिए।